हेलो साथीहरु, आज चाहिँ दशैंको दिन है। म चाहिँ बिहान उठेर नुहाइधुवाइ गरेर यतात्यता सफा गरेर बसिरहेको छु, भाँडासाँडा धोएर। अब म चाहिँ मम्मीलाई खाना पकाउन हेल्प गर्न जाँदैछु। म चाहिँ आजको भ्लगलाई चाहिँ हामीले टिका लगाउँदासम्मको बनाउँछु, रमाइलो गरेको पनि देखाउँछु है। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यो चाहिँ मैले हिजो बेलुका बनाएको है। यो चाहिँ अहिलेसम्म चाहिँ हाम्रोमा यति पाक्यो है। यो प्राउन पाक्यो, सेलरोटी पाक्यो। सेलरोटी चाहिँ कुनै कति भाँचिएछन् है, अलि बढी नै नरम भएर हो कि है त्यो भाँचिएछन्। यता चाहिँ खसीको मासु पाक्दैछ। अनि त्यसपछि यता चाहिँ यो मैले बिरिम्ला पकाउनको लागि मसला भुट्दैछु। अब यहाँ चाहिँ काउली र आलुको अचार वा तरकारी के अचार टाइपको तरकारी मम्मीले पकाउनको लागि रेडी गराउँदै हुनुहुन्छ। मेरो मम्मीले उहाँ प्याज स्याज काट्दै हुनुहुन्छ है साथीहरू। यो चाहिँ म बिरिम्ला बनाउनको लागि यो मसला र भाँगो पिस्दैछु है साथीहरू। यो चाहिँ बिरिम्ला बनाउनको लागि। अब चाहिँ म यो बोडीको चाहिँ बिरिम्ला बनाउँछु है। बिरिम्ला बनाएको पनि म भिडियो बनाएर देखाउँछु। पुरै त देखाउँदिनँ, जे होस् पकाउँदै गरेको बेला बेलाको भिडियो बनाएर देखाउँछु है साथीहरू। मैले चाहिँ यसमा घिउ हालेँ है। घिउमा चाहिँ एकदम मिठो हुन्छ बिरिम्ला बनाएको। चाहिँ अब यो मसला अघि पिसेको भाँगो र मसला हाल्नुहुन्छ है यसमा। अब चाहिँ एकदम मिठो हुन्छ यसको स्वाद चाहिँ है। बिरिम्लाको स्वाद चाहिँ भाँगो अनि त्यसपछि भुटेको मसला अनि अझ तोरी पनि भए अझ मिठो हुन्छ। यसरी बनाउनु होला है हजुरहरूले पनि। बिरिम्ला बनाउँदाखेरि मिठो हुन्छ है, हेर्दाखेरि नराम्रो देखे पनि मिठो हुन्छ। ल है बिरिम्ला चाहिँ रेडी भयो अब है। अब चाहिँ हामी कुर्ता लगाएर रेडी हुन जान्छौँ है त। ल अब हामी रेडी भयौँ। अब चाहिँ टिका लाउन जान्छौँ हामी चाहिँ है। यता फेरि अर्को छुट्टै छ। फेरि यता पुछि छ पानी लाउँदै राता भनेपछि यो त हाँसो अहिले त्यहाँ राख्नु कि अहिले त्यहाँ तलको बच्चा आउँछ।
तलको बच्चालाई अहिले ल्याउने क्या तिमीले लु ल अब म खुट्टा उचाल्छु क्या तिमी बोल्नु उठिने होइन त टिका खस्छ ल ल ल भयो अब मैले छोरीलाई लगाइदिएँ आहा ल यहाँ चाहिँ के ल है हामी चाहिँ अब टिकाको साइज छोपेर टिका लगाएर सक्छु सबैलाई ह्याप्पी दसैँ भनेर ह्याप्पी दसैँ भन्दै थियो र ल अब चाहिँ हामी खाना खानतिर लाग्यौँ है भोक लागिसक्यो अब 12 बजेर कति मिनट गइसक्यो अब चाहिँ हामी हामीले चाहिँ खाना साना पनि खाइसक्यौँ अब चाहिँ हाम्रो फोटोसुट हुन्छ है ल बाई सबैजनालाई ह्याप्पी दसैँ फेरि पनि